क्यामेराले झारेको हेर्नु यहाँ। अनि यसको प्रोटेक्सन केही छैन? यसको अब के उ झुल एउटा बनाएर छु त्यो जालीवाला। हजुर। त्यसैले चाहिँ गर्नु पर्यो भनेर यहाँको फलाइ हेर्नु न यस्तो लट्टु। बाफ रे। अब यो यस्तो फलेको चिज सनक्कै एक दिनमा कमसेकम 4-5 किलो हुन्छ अनि एक रातमा भिडियो नै गर्नु यस्तो गर्छ। होइन किसान त जहिले माटै माटो। यो के को ग्राफ्टिङ गर्नु हो? यो अन्जिर भन्ने वस्तु यही हो। त्यो जुन यसमा जुन 2500 रुपियाँ केजीको अन्जिर। अरू के छन् नयाँ? पहिले अन्जिर भो अनि चारसुपको बिरुवा भो अनि तपाईँको यहाँ के छ भने त्यही बयर भो अनि यो के भन्छन् यसलाई एभोकाडो यो फल्ने छैन अहिले पछि फल्ला हो। मेरोमा त फल हो दाजु। चमेराले खान्छ। सानो बनाउने हो भने एकछिन भए पनि ल। धेरै दिनपछि हामी फेरि हाम्रा तुलसी पाण्डेज्यूको बारी फार्म हाउसमा आएको छौँ। नस्पाती हो यो नस्पातीमा आइपुग्यौँ। अहिले पनि यत्रो नस्पाती फल्दैछ यहाँ। ल नस्पातीको दाना अहिले तराईमै फल्ने नस्पाती। तराईमै फल्ने राम्ररी फल्छ यहाँ। त्यहाँ यसो मौरी पालन छ। मौरी पालन त्यो यो मल्टी ग्राफ्टिङ गरेको रुख होइन त्यो? पहिला तपाईँले खिचेर लग्नु भएको। आपका रुखहरू चाहिँ हटाउनु भयो क्या? सबै बगान नै हटाइदिएको। अनि यहाँ बोडी लगाएर छु। अब यसो सानो चट्ट धेरै लामो मान्छेले हेर्दैन कि यो रेड बनाना कोला हो। रेड बनाना यसको रातो खाँदै रातो यी करेलाहरू त्यहाँ बोडीहरू लगाएको छ। टन्नै फलेको रहेछ। अहिले बोडी लगाएको छ। यस्तै छ अब थुप्रै पछि कुरिलो छ यता बोडी छ। अब बोडीको फलाइ यसो हेर्दाखेरि अब यहाँ भर्खर मैले 20 किलो जति पठाएँ बजार माथि चारपाने पठाएँ। यस्तै छ बोडीको। फलेकै रहेछ। मजाले ठुल्ठुलो कोसा छ बोडी। टम्मै फलेको थियो। हिजो टिपेर माथि मैले पठाएँ। कसरी किलो बेच्नु हुन्छ माथि लगेर? 60 रुपियाँ पावा बिक्छ भनेर पठाइदिएँ। अहिले 40ले बेच्दैछन् अरे पावाको 40ले। आलु कति लगाउनु भएको छ? आलु मैले करिब 2 बोरा जति लगाएर छु। धेर छैन। 2 बोरा? 2 बोरा। कुन छ? 2.5 बोरा छ सिआइपी अनि कलाखे छ कि छैन? कलाखे पनि छ। हजुर खेतमा छ कलाखे छ सिआइपी छ। अनि त्यो टिपिएस पहिलो पुस्ता छ। बिहा पनि राखिरहेको छु त्यहाँ। टिपिएस को पहिलो पुस्ता। यो झारेको यो चमेराले झारेको यहाँ भुइँभरि बग्रेल छ। तपाईँको खाएर नसक्ने छ। बोटले नथाम्ने गरी फल्छ। 12 महिना फल्छ। यसको कलम यहाँ यसरी गरिन्छ। रुखैमा ग्राफ्टिङ गरिन्छ। यहाँ हेर्नुहोस् यो यसरी नै ग्राफ्टिङ गरिन्छ। अब यो बिजी भयो। यसको यहाँ काटेर फ्याँकिन्छ। यो स्टिक भयो। स्टिकलाई लिइन्छ। यो रुट स्टक हो। यसै गरी सबै 1-1.5 यो चाहिँ सपाटो यो बाँधेको छ कलमै। साह्रै मिठो पो हुन्छ त नि? साह्रो असाध्यै मिठो। पाकेका बेला आउनु भयो राम्रो हो त। हाल्दिन पाएँ त। पाकिरहेछ अहिले? सस्तो बेच्न लान नभ्याएर यहाँ चौपट भएको छ यहाँ। यस्तै हो। यो सिट नभएको लिची हो। यसको पनि ग्राफ्ट गर्नु भएको छ? ग्राफ्टिङ गरी तयार गरेको छु। अब यस्तै छ। खतरा खुत्रो कानटुन सबै थोक लगाउने जिज्ञासा छ। यो के अरे गुलाब जामुन भन्छ। यत्रो रातो दाना फल्छ। यस्तै छ। अब सरकारबाट पाउने कुराहरू लगभग राष्ट्र भ्रमण 44 सालको 72 मा राष्ट्रपति पुरस्कार। अनि ज्ञान केन्द्रबाट प्रहारको साल यो 2 लाख रुपियाँ अनुदान थियो। यही टनेल हालिरहेको छु। यस्तै खतरा खुत्रो यी बिरुवाहरू सबै घुमाएर टक्क लिने। यस्तै गरेर तयार गर्दैछु। अब मेरो यहाँ छ यस्तै। अब गमला समला यो व्यवस्थापन गर्न पाएको छैन। एकजना छु। गाई पालन अनि हिन्डुल सङ्घ संस्था अनि सबैतिर भ्याउँदाखेरि यो चाहिँ तपाईँको पहिला पनि अब सुरेन्द्र भण्डारीले यो हालेको थियो। बारदशी सेरोफेरो भनेर। यो चाहिँ 10 किसिमको आँप एउटै रुखमा फल्छ। जस्तो यहाँ जोडियो, यहाँ जोडियो, अब यहाँ जोडियो। यो 10वटा जातको आँप चाहिँ एकै किसिमले एउटै रुखमा फल्छ। एउटै रुखमा 10 जातको आँप फल्छ। त्यस्तै हो। अब यो सबै कुरा खतरा खुत्रुक छ। लामो भिडियो बनाएर यो
एउटा माछा पुच्छ्रे भन्ने पर्यटन फुलको जातमा पर्छ यो ठ्याक्कै तपाईँ हेर्नुहोस् कि म तपाईँलाई टिपेरै देखाउँछु ल माछा पुच्छ्रे ठ्याक्कै हेर्नुहोस् माछाको पुच्छर जस्तै पातै बेग्लै हुन्छ त हेर्नु न रङ्गिन कस्तो राम्रो पात छ अब यी म नौलो कुरा खोज्दैछु क्या सबैभन्दा नौलो के गर्न सकिन्छ अनि त्यो मलेसियाको त्यो रम्बुदान भन्ने पनि ल्याएर रोपिरहेको छु ऊ पऱ्यो छ म जतिकै 4 फिट जति बढी कलमी त होइन नि त्यो कलमी होइन मैले बिरुवा ल्याएको ल यस्तै छ खतरा खुत्रु ताने मुने के यो व्यवस्थापन गर्न पाएको छैन यहाँ तपाईँको अब यो ड्रागन फ्रुट यहाँ लगाइरहेको छु अनि यी अब सिडलेस लिचीका बिरुवाहरू भयो अब यिनीहरूको यहाँ व्यवस्थापन हुँदैछ यहाँ फुलहरू लगाएको छु अनि केजी 1 मा उता लगाइरहेको छु पछाडिपट्टि ड्रागन फ्रुटको कागती बेर्ना पनि बेच्नुहुन्छ ड्रागन फ्रुटको बिरुवा बेचिन्छ त ड्रागन फ्रुटको बिरुवा बेचिन्छ यो अब हात्ती सुँडे भन्छन् हजारिया पनि भन्छन् यहाँ 2टा घरी थियो यी यसरी नै अब तल अहिले भुइँमा लोत्रिराखेको छ अब यसको बेग पुग्यो अब यो 2टा घरी थियो सबैले खाए उ त्यहाँ भुइँमा लडिराखेको छ अब के जात केरा अब फेरि 2टा राखिरहेको छु त्यो 2टा फेरि यसै गरेर सोको लागि फलाउन भनेर अनि सोको लागि मात्रै हो खाना पनि हुन्छ यहाँदेखि उँभोको खाना भयो तल चाहिँ अनि यहाँदेखि उँधोको अब काम नलाग्ने चाहिँ यसै गरी बसेको छ हरेक कुराहरू यसो यहाँ अब घुमाएर यो वज्रदन्ती भन्ने फुल हो वर्षमा 25 खेप फुल्छ मग सेन्ट आउँछ यसको चाहिँ ग्राफ्टिङ गर्नु भएको छ यसको ग्राफ्टिङ गरेको छु ए ल धेरै छैन अलिअलि गरेको छु ल अब यहाँ आउनुहोस् न अलिकति छ यहाँबाट यसो फुलहरू लगाएर यो हाइब्रिड मेवा हो अहिले थुप्रो 15-20 दाना खाइयो एउटै 3 केजी 4 केजीको हुँदो रहेछ अनि यहाँ अहिले अब हद चमेराले खायो अघि देखिहाल्नुभयो अब यहाँ हेर्नुहोस् यहाँ राम्रोसँगले हेर्नुहोस् कति दाना चिथोरेका छन् फलाइ कस्तो छ ऊ झुल टाँगेर अब रुखमा चढेर खसाउने फुट्दैन नभए तल प्लास्टरमा परेर फुट्छ भनेर चाहिँ मैले त्यो झुललाई व्यवस्थित गरेर अब एकछिनमा चाहिँ झार्नु पर्यो भनेर ल फलाइ यही हो बोटमा किन पाक्दैन पाक्छन् चराले लडाइहाल्छ नि ऊ चिथोरेर हेर्नु न माथि जम्मै दुनियाँ गरेको छ अब यो फलाइ हेर्नु न फलाइ सर यहाँ फलाइ कस्तो छ अब लो अब यिनीहरू म्याचोड भएको दाना चाहिँ यसरी हेर्न सकिन्छ यसरी कोट्याउँदाखेरि पहेँलो रङ भयो भने यो छिप्पिएको हुन्छ यसरी यस्तो यो पहेँलो रङ आयो यो छिप्पिएको हुन्छ अब ग्रिन कलर आयो भने यो काँचो हुन्छ ठुलै दाना भए पनि यसरी हामी पहिचान गरेर यसको टिप्छौँ यस्तै छ 12 मासे सोजियमदेखि लिएर अब तपाईँको सबै थोक दिन्छ यो चाहिँ सिडलेस लिची हो अब यो 12 मासे सजियन भने है अहिले फल्दै पनि छ म कहिले फाटाफुटा खाँदै पनि छु कोसा पनि लागिराखेका छन् हो अब यो 12 मासे सजियन 2-4 गाछ छ यस्तै सबै कुराहरू भ्याइ नभ्याइ गर्दैछु है सर तपाईँहरूलाई पनि कसैलाई चाहिने हो भने मेरो नम्बर 9807414696 मा सम्पर्क गर्नुहोस् पाण्डे फलफुल नर्सरी भनेर बाटैमा मैले पर पिचमै बोर्ड राखिदिएको छु यो गाउँपालिका कुन गाउँपालिका यो बारदसी गाउँपालिका वार्ड नम्बर 5 मा पर्छ हरियाली टोल हो बस्तीको नाम तपाईहरु उँभोबाट झर्दा ठ्याक्कै मसँग सम्पर्क गर्न आउनुभयो भने फेरि एकचोटि 9807414696 ल यसमा तपाईहरुले सम्पर्क गर्नुहोस् हजुरको नाम पनि भन्दिनु मेरो नाम तुलसी प्रसाद पाण्डे हो मैले सरकारबाट पाउने सेवाहरु जति पाइसकेर अब यसो घरमा 70-71 वर्षको पुग्यो अब यसो भत्ता खाँदै गर्दै के गरौँ त केही गरौँ भनेर जिज्ञासा लागेर नौलो कुराहरू आविष्कार गर्दैछु हजुरहरूलाई पनि धन्यवाद दिन्छु आउनुहोस् सम्पर्कमा आउनुहोस् फोन गर्नुहोस् यहाँ तपाईहरुले हरेक वस्तुको बिरुवाहरू पाउनुहुन्छ यहाँ नपाएको तपाईहरुले अन्त गाह्रै पर्ला पाउनलाई सबै थोकको पाउनुहुन्छ ल तपाईहरुलाई यहाँ धन्यवाद छ यहाँ मैले ज्ञान केन्द्रबाट यसै गरी मैले अब हरेक कुरामा अनुदान 2-2.5 लाख रुपैयाँ अनुदान पाएको थिएँ ल धन्यवाद पाण्डे सर धन्यवाद हजुरहरु समय दिनुभयो देख्ने जति हेर्ने जतिले यसो म माथि सम्पर्क गर्नुहोस् तपाईहरुकै फाइदा हुन्छ मैले जानेको ज्ञानहरु मसँग गयो भने व्यर्थ हुन्छ तपाईहरुलाई दिन पाए भने एउटा सार्थक हुन्छ देशको विकास हुन्छ
सबैले गरी खान पाउन् भन्ने मेरो धारणा छ पहिलेदेखि। म यसै विषयमा म अहिले बुढो भइसकेँ, यही विषय गरेर मैले एग्रिकल्चर सम्बन्धी नै अब विभिन्न जातका फलफुलहरू लगाएर नै म बुढो भइसकेँ। तपाईँहरू सबैलाई मेरो धन्यवाद, नमस्कार। धन्यवाद।